दर्शकबिन नमस्कार। आजको हाम्रो यस नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। साथीहरू, आज चाहिँ हामी यसभन्दा अगाडि गएको बुहारी बागमा के भयो र यसपछि आउने बुहारी बागमा के हुन्छ भन्ने विषयको बारेमा छोटकरीमा चर्चा गर्न गएका छौँ। यदि तपाईँहरूलाई पनि यो विषयमा जान्न मन लागेको छ भने कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै हाम्रो यस नयाँ च्यानलमा कृपया तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने लाइक र कमेन्ट गर्न नभुल्नुहोला। साथसाथै सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोला। ओके साथीहरू, ढिलो नगरिकन लागिहालौँ आजको हाम्रो मुख्य विषयवस्तुतर्फ। साथीहरू, योभन्दा अगाडि गएको बुहारी भागमा भने राम कमला र मुना छुट्टिनु भएको थियो र अहिले भने सम्बन्ध नै विच्छेद नै भइसकेको छ। साथसाथै अब आशा गरौँ कि साथीहरू यसपछि आउने बुहारी भागमा भने राम कमला र मुना चाँडै एक हुनेछन्। सबै दर्शकहरूको साथसाथै सम्पूर्ण गाउँलेहरू पनि चाहन्छन् कि राम कमला र मुना एक हुन् र पहिलाको जस्तै राम्रो रिलेसन भएर बसुन्। साथीहरू, राम कमला र मुना एक नभएको सम्पूर्ण दर्शकहरूलाई नराम्रो लागेको छ र राम कमला र मुना पनि एकदमै दुखी हुनुभएको छ। सम्पूर्ण दर्शकहरूको साथसाथै सम्पूर्ण गाउँलेहरू पनि भन्छन् कि यो सबै दुर्गा आमाको नै चाल हो भनेर। यदि तपाईँहरूलाई पनि यो दुर्गा आमाको चाल हो भन्ने लाग्छ भने कृपया कमेन्ट गरिदिनुहोला। साथसाथै रामले कमलाले र मुनाले जितेर अगाडि बढ्नुपर्छ र सबैजना एकजुट भएर काम गर्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने लाग्छ भने कृपया त्यो पनि कमेन्ट गरिदिनुहोला। साथीहरू, आशा गरौँ कि चाँडोभन्दा चाँडो राम कमला र मुना एक हुनेछन् र पहिलाको जस्तै जीवन बित्नेछन्। हस्त, धन्यवाद।